हेलो गाइज, हामी चाहिँ घुम्न जानलाई दिदी र म मेकअप गर्दैछौँ। पोज पनि दिइरहेछौँ अलिअलि। त्यसपछि भाइ उता सुतिरहेको छ। यता माया दिदी र दुईजना जोडी पनि हामीलाई देख्दै हाँसिरहनु भएको छ। यस्तै हुँदैछ। छोरी चाहिँ मस्त सुतिराखे। फेरि पनि हामीलाई हेर्नु मेकअप गरेको। दिदीमा बेनाजुले यता फेरि छोरीसँगको भिडियो हाल्नुभयो। यो चाहिँ माया दिदीले छोरीलाई गर्मी भयो भनेर हम्काइदिँदै हुनुहुन्छ। फेरि हामी यहाँ सनक्रिम लाउँदैछौँ। उता दिदीले भाइलाई पनि सनक्रिम। यता हाम्रो जोडीहरूको फेरि छुट्टै छ। माया पिराती पनि चल्दैछ सनक्रिम लाउँदै। यता माया दिदीको दुईजना सनक्रिम मुखमा परे जस्तो छ दिदीको नि। यता मैले फेरि छोरीलाई दुध खुवाउँदै रहेछु फकाई। यता फेरि आइसक्रिम खाने बेला भइसकेछ। दिदीले बिनाजुलाई आइसक्रिम खुवाइदिँदै हुनुहुन्छ। मिठो माने यस्तो बेलामा चलिरहन्छ माया पिराती। छोरीलाई पनि छोरी यति बेला उठ्छ। हाम्रो पोज आइसक्यो। हामी चाहिँ हिरोनी भएर उनीजनालाई हिँड्यौँ। अलिअलि पोज देखाइरहेछौँ। छोरी त झन् भइहाल्यो ब्युटिफुल। हामी कुरा पनि गर्दै थियौँ। दुईजना आउन बाँकी थियो। त्यस्तै हुँदैछ। यो चाहिँ हाम्रो बिनाजुले भिडियो बनाइदिँदै हुन्छ। हाम्रो राम्री भएर हिँड्दैछौँ। बाटो सिङ्गो कुरिरहेछौँ। छोरी त ब्युटिफुल भयो। कति ज्ञानी छ हाम्रो छोरी चाहिँ। कहीँ घुम्न गएपछि आनन्दै सुत्दिन्छ। हाम्रो जस्तो ज्ञानी छोरी त कसै पनि हामीलाई मात्रै। यता चाहिँ दुध खुवाएर छोरीलाई सुताइदिने हाम्रो कोसिस छ। छोरी सुतेदेखि हामी आनन्दले खेल्न पाउँथ्यौँ भनेर। यहाँ चाहिँ भ्यू हेर्दैछ। माया दिदीको हस्बेन्ड चाहिँ पहिलोचोटि उमी हेर्न आउनुभएको भएर एकदम एक्साइटेडली कुरा गरिरहनु भएको छ। यो चाहिँ मलाई सबैजनाले बालुवाले पुर्देर यस्तो छ है। बालुवा मुखमा पनि गएछ। निस्किन नसकेर यस्तो गाह्रो भइदियो। निस्किन पर्यो। यस्तै छ। यहाँ चाहिँ सबैजनाले हेर्दै हुनुहुन्थ्यो मलाई। मैले गरेको राम्रो लागेर फेरि सबैजना बालुवामै बसिरहनु भएको थियो। दिदी र म फेरि बालुवामै खेल्न थालिसकेका थियौँ। यति बेला चाहिँ उमीमा खेलेर सबैजना थाकेर बसिरहेको। यस्तै छ। सबैजना बालुवामा कोही उमीमा खेल्दै हुनुहुन्छ। दिदीले चाहिँ के भन्दै हुनुहुन्छ। यहाँ हाम्रो ब्युटिफुल कपालहरू फेरि उमीमा गइसक्नु भएको छ। अलिअलि माया पिराती। मेरो चाहिँ छैन, त्यही भएर हो। ल यहाँ चाहिँ अलिअलि हुँदैछ। यतातिर धेरै नभयो। बाहुबली बिनाजुले दिदीलाई बोकेर ल्याउनु भयो। यहाँ फेरि दुईजना जोडी भएर फेरि उमीमा जाँदै हुनुहुन्छ। ब्युटिफुलको उमीमै पार्टी चलिरहेको छ। भिडियो बनाउनु चाहिँ म है। तानुसी मिनी गर्दै हुनुहुन्थ्यो सबैजनाले। रमाइलो भइरहेछ। माइली गरेर पनि गर्नुभएको छ। ल है ल दुईजनालाई सुन्नु मन आउँछ। यो हजुरबा चाहिँ एकदम कडा डान्स दिएर हामीलाई इन्टरटेनमेन्ट दिइरहनु भएको थियो। ब्राजिलको फ्यान अरे उहाँ डान्स मजा छ त। कसैले गर्न सक्छ यस्तो डान्स। आमा के हो यस्तो? के हो? माई गड वाट इज दिस? माई गड। अझै फेरि हामीहरू चाहिँ बाजेर हाँस्नु। यति गरेपछि सक्यो। यो पोज होला सायद। यहाँ फेरि यहाँ पनि लबी डबी जुत्ता लगाइदिँदै हुनुहुन्छ माया दिदीलाई। थकै लाग्यो बोल्दा। अनि बाई बाई गाइज।